हेलो गाइज, आज बुकीपाटनको सेकेन्ड डे रमाइलो भइरहेछ। बिहान भयो। आज मौसम चाहिँ अलि खुल्न त खुलेको, चिसो। हिजो अस्ति त अलि घाम लाग्थ्यो अरे। आज त हिउँ परेछ हिमालतिर हिउँ पऱ्यो। हिमालतिर हिमालीसँग हिउँ पऱ्यो। हिमालतिर हिउँ परेर यहाँ पनि चिसो भइरहेछ एकदम। यस्तो चाहिँ आज मौसम चाहिँ खुलेको तर चिसो। हिजो त घाम लाग्थ्यो अरे, के अरे हिजो फेरि हिउँ परेको थिएन। हिजो हामी आइयो असिना परेको थियो अरे, हिजो देखाएँ मैले। आज त राति हिउँ परेर जाडो भयो यार। धेरै सकिन्न यहाँ बस्नु त। पछि हिमाल कस्तो राम्रो छ नि। हिमाल माथि जानुमा पनि यहाँ गोठहरू छन्। यहाँ पाहुनाहरू बस्ने भैँसीहरू बिहान बिहानै चर्ने हो के अरे। म पारीदेखि लिएर उहाँ पारी यता कोही गोठमा छन्, दानसम्म चाहिँ हिउँ आएको छ माथि माथि। त्यो हिमाल भयो के अरे, कस्तो राम्रो देखिएको। आजको भर्खर थियो चिसो। जाडो छ यार। माथि माथि कस्तो राम्रो देखेको हिउँ आएर यहाँ दानासम्म हिउँ छ। यता माथि माथि सबैतिर के फेरि। अनि यहाँ बिचमा छैन, यहाँ खाली छ, बिच पुरै खाली छ। यहाँ चाहिँ असिनामा तिता लास्तै चिसो भएछ के। हात तिताएर हिमाल देख्न पाइयो, हिमाल देख्न पाइयो। जाडो छ एकदम, जाडो चिसो छ। देख्न सक्नुहुन्छ खाली छ। तुषार यतालाई माथिको चिसोले तुषार हेर्दा अनि अहिलेसम्म यस्तो गोलो छ त। अनि कतिको चिसो होला भने चाहिँ बुझ्नु न। कि झरेर बिलाउने बेला यहाँ अहिलेसम्म बिलाएको छैन क्या। माथि हिउँ देख्नु भएकै होला के अरे। माथि हिउँ हेलो गाइस, गुड मर्निङ सम्पूर्णमा। हामी चाहिँ बुकीपाटन आएर आज फर्केको। तपाईँहरू धेरै गर्मी खान बस्नु के, यता घुम्न आउनु यस्तो चिसोमा। माइन्ड फ्रेस हुन्छ, त्यहाँनिर आनन्द हुन्छ। धेरै गर्मीमा हाई गर्मी भन्दै नबस्नुहोस्, यतामा घुम्न आउनु। सबैजना आउनु होला बुकीपाटन घुम्नलाई। यस्तो तुसारो परिरहेछ अहिले। तुसारो परिरहेछ, हिउँ पर्छ यो सिजनमा। पछि आउँदाखेरि हजुरहरूले के अरे हरियो र फुलहरू देख्न सक्नुहुन्छ। अनि यो सिजनमा चाहिँ तपाईँहरू जहाँ बस्नुहुन्छ त्यहीँ नै हिउँ परिन्छ। त्यो सिजन छ अहिले। सबैजना घुम्न आउनु होला।
अनि इन्जोय गर्नु होला, रमाइलो गर्नु होला यहाँ घुमेर। अब भेडागुरहरू पनि आउने बेला भइसक्यो, भैँसीगुरहरू आइसक्यो, भेडागुर पनि आउने बेला भइसक्यो। फुल चाहिँ फुल्न लाग्छ अलिअलि। अनि यस हिउँ परिरहेछ अहिले, जाडो छ हल्का, जाडो चाहिँ अलि बढी नै छ है। एकदम तातो तातो कुखुरा लाएर आउनुहुन्छ यहाँ आएपछि, यहाँ भने त मरिन्छ बा। हिउँ परिरहेछ, त्यहाँदेखि भ्यू हेर्ने। ए यता अर्को भ्यू छ, यता हिमाल, यता यतातिर चाहिँ टिकाधारा पर्छ है। अहिले हल्का हल्का फुल फुलिरहेको छ यता यो खालको। यस्तो छ नि हेर त जमेर, यो यस्तो जमेर भ्यू यतातिर सबै छ, हेर्नुहोस् न। पानी यहीँदेखि निस्किरहेको छ, यो पानी यहीँदेखि उता छैन। फेरि यहाँनिर यहीँदेखि पानी निस्किरहेको छ, माथि छैन। यहीँदेखि यत्रो ताल भइसक्यो। मलाई छोडिसक्यो यार। यहाँनिर चाहिँ अहिले होइन, असार साउनतिर चाहिँ यो पोखरीमा पुरै पानी भरिन्छ। यसमा गाई भैँसीले खाने, यहाँ गाई भैँसी घोडा तर त पानी छ नि त्यसरी। यहाँ यस्तो ठुलो पानी हुन्छ नि यसमा। यही हो योहरू हेर्नुहोस्। मलाई छोडिसक्यो, उहाँ पुगेँ, म यहाँ छु एक्लै। गाह्रो छ यार, तलतिर त आउनेहरूले त लास्तै गाह्रो छ। यो त यहाँ त चिसो छ नि त। अब उता गर्मी बसेको, यहाँ चिसोमा त गाह्रो छ। यो धारा काट्नुपर्छ, टिकाधारा ठ्याक्क। अब यो धारा बाटै छ कि, यो धारा काट्यो भने त टिकाधारा राम्रो देखिन्छ। हिमाल पछि जान सक्नुहुन्छ, गाह्रो भयो यार उकालोमा। भइसक्यो, पछि घोडा पनि छैन। घोडा पुरा घुल्ली छ आज। भ्यू हेर्नु पछितिर यस्तो छ, पछिको भ्यू हेर्नुहोस्। भयो यता हिमाल देखिन्छ कि, कस्तो राम्रो हिमाली यहाँबाट जाल देख्ने। हामी जानुपर्ने चाहिँ उहाँ तल हो, यो धोरपाटन चाहिँ उहाँ हो। यो चाहिँ धोरपाटन। हिउँ परेर आज कस्तो राम्रो कि, हिजो अस्ति नपरेको, हिजो हामी आइयो राति परेछ। यहाँको भ्यू है, हेरिहाल्नु भयो।
यहाँदेखि निस्किनु थालेको अब यता बवाल छ है यतै बाई बाई बुढीपाटन भन्ने यहाँका लोकल कुकुर हो यिनीहरू त्यहाँ माथि घोडामा चढेर फोटो खिचिरहेको छ भोक लाग्यो यार मलाई होइन नचिनेको यता त घाम छ अहिले त राम्रो नदेखेला पछितिर भ्यू तर यता चाहिँ राम्रो देखिन्छ यता चाहिँ उता घाम देखिया राम्रो देखिन्छ यस्तो सबै यहाँ छ यस्तो सबै माथि भयो चापामा बिस्तारै बिस्तारै चिसोले मुखहरू कस्तो फुतिरहेको जस्तो के गाह्रो गाह्रो भइरहेछ चिसोले अब हामीले दानाहरूले बाई बाई गर्नुपर्छ बाटो यस्तो ठाडो छ कि हेर्नु न यस्तो सिधा छ बाटो तल ल साथीहरू हामी चाहिँ अब बुढीपाटनबाट फर्किन थालेको भ्यू देख्न सक्नुहुन्छ पछितिर